छौँ 16 एडिसन हो र यहाँ आएर सिद्धार्थ कलेजमा आएर 7th एडिसन हो मिसा कस्मसको। र यो लामो जर्नीमा के छ भने अब नयाँ कामहरू के गर्नुभयो भनेर प्रश्नहरू सोध्दै जाँदाखेरि यसमा के छ भने मिसाकै ट्रेडिसनल चिजहरू भित्तामा थियो त्यसलाई हामीले क्यानभास र कागजमा ल्यायौँ र त्यो ल्याउँदाखेरि केही चिजहरू त्यसमा पनि मैले ब्रेक गरेको छु। जस्तो कि अब मिसा पेन्टिङ सर्व हेर्दाखेरि चारैतिर बर्डर हुन्छ तर मेरो बर्डरमा बेसमा मात्रै बर्डर छ। अब तपाईँ भन्नुहुन्छ किन यो परिवर्तन कसरी आयो त यो एडिसनको नाम मिसा कस्मस जर्नी अफ अ पिलग्रिम हो। यो पिलग्रिमको यात्रा भनेपछि यो बर्डरले चाहिँ तपाईँको पुरै एजुकेसनको प्रत्येक पेन्टिङसँगको जहाँबाट यात्रा सुरु हुन्छ त्यही भएर एकनासको बर्डरले त्यो टुङ्गिन्छ। र यसमा चाहिँ अब कलरहरूको प्रयोग भन्ने हो भने नेचुरल पिलग्रिमदेखि लिएर एक्रेलिक कलरहरू छन् वाइट त्यसैले यो एजुकेसन एउटा विशेष प्रकारको के भन्छ एउटा यु टर्न हुन सक्छ भनेर न्यू जेनेरेसनको लागि पनि हो। उहाँहरूले जो आर्टिस्टहरू अनुभूति हुनेछ जस्तो
किसनलाई मेरो विषयमा के हुन्छ भने किसनलाई मेरो यो पाला थोकबाट जोडेर त्यो कुरालाई अब यस्तो कि धान भनेको अन्नको भण्डारको मध्ये त्यहाँ प्रशस्त हुन्छ र त्यो नेपालको खाना पिउने जति खाद्यान्न हामीले चाहिँ त्यो तराईबाट हामी गर्न सक्छ। त्यसमाथि यो विवाहमा यो बाँस हो, बाँस भनेको पुरुष र कमल फुल भनेको महिला प्रतीकात्मक रूपमा मतलब पेन्टिङको एउटा प्रत्यक्ष त्यसमा त्यो दर्शाइन्छ। त्यो पेन्टिङहरूमा पनि हेर्न सकिन्छ। छोराको बिहा हुँदाखेरि बुहारीको घरमा बुहारीको लागि गरगहना सन्देशहरू लानलाई चुरा सिन्दुर पोते जति जे छ त्यो सबै यसमा हालेर दुई धान बेसार सुपारी पैसा अनि त्यसपछिका त्यो जस्तो हामी सयपाको लिएर जान्छौँ त्यही यो बाँस भएर यसमा चाहिँ हालेर लगिन्छ र मण्डपमा त्यो बेहुलीलाई चढाइन्छ। अब त्यो धानको अन्न भण्डार र सम्पदाको एउटा समन्वयलाई यसमा कला चाहिँ अब यी बाँसको यही प्रकारको कला गरिन्छ। हाम्रो सबभन्दा अब दलित समुदायकोलाई हामी गाउँ भन्छौँ त्यसको पनि सहभागिता एउटा बिहामा पनि हुन्छ। अब त्यसलाई चाहिँ हामीले त्यसरी चाहिँ बुझ्नुपर्ने हुन्छ। यो नभइकन बिहा सम्पन्न प्रत्येक विवाहमा उहाँहरूको उपस्थिति जस्तो त्यो छेउमा बाँसको डालो छानिन्छ, माटोको डालो छानिन्छ। यो एउटा सामाजिक संस्कारमा प्रत्येक समुदायमा प्रत्येक जातिको एउटा समग्रमा गर्ने सहभागिता गर्ने र परम्पराहरू अहिलेसम्म यो रूपमा आज यो क्यान्डिडमा